उहाँ एउटा तामाङकी छोरी भयो, जनजातिका कुरा, दलितका कुरा जुन अहिले आएर उजागर भएको थियो, त्यो बेलामा जब यी प्रश्नहरू वर्गीय प्रश्न खाइसकेको थियो, वर्गीय प्रश्नको बेलामा दलितको प्रश्न त्यति आइरहेको थिएन, त्यो बेलामा जनजातिको इस्यु त्यति आइरहेको थिएन। तर उहाँले त्यतिखेरदेखि नै उजागर गरेर जुन किसिमले उहाँले यी कुराहरू ल्याएका छन्, त्यो बेलामा त साँच्चै भन्नु त कहाँ थियो वुमेन स्टडिज, कहाँ थियो जेन्डर स्टडिज भन्ने, त्यो नभएको बेला नि उहाँले जुन किसिमले यी कुराहरू उठान गरेर त्यसलाई जुन प्रशिक्षित गर्ने काम गर्नुभयो, साँच्चै भन्ने हो भने उहाँ त 21औं शताब्दीमा जन्मने पर्ने व्यक्ति, उहाँ चाहिँ त्यो बेलामा जन्मिएर जुन किसिमले उहाँले सङ्घर्ष गर्नुभयो होइन, जुन किसिमले उहाँले मार्गदर्शन गर्नुभयो, उहाँ त नेपालको मात्रै नभएर एसियाको मात्रै नभएर विश्वको एउटा चाहिँ कर्मठ महिला मात्रै नभएर, उहाँ मार्क्सवादी मात्रै नभएर, उहाँ एउटा चाहिँ लैङ्गिक दृष्टिकोणबाट महिलावादी मात्रै नभएर, उहाँ ह्युमनिस्ट भएर चाहिँ उहाँ मानवतावादी मात्रै नभएर, उहाँ यस्तो परिवेशमा आज उहाँलाई स्मरण गर्न त झन् बढी हामीले गर्नुपर्छ। किन भारिजा दिदी जो वास्तवमा त्यसै रीतिमा चलेर त्यसमाथि सङ्घर्ष गरेर उसले जितेको छ, त्यस कारणले गर्दाखेरि एआईलाई पनि जित्न नसक्ने पारिजातलाई नमन, पारिजात जिन्दाबाद, मार्क्सवाद जिन्दाबाद, महिलावाद जिन्दाबाद, मानवतावाद जिन्दाबाद। धन्यवाद। म उहाँलाई पनि आज सम्मान साथ आफ्नो इच्छाको हासिल गर्नको लागि अनुरोध गर्न चाहन्छु। भाषा आयोगका माननीय सदस्य डाक्टर पुष्कर राज भट्ट पनि पाउनु भएको छ, मलाई पनि आफ्नो आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। साहित्य सदनका अध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेल पनि हाम्रो माझमा हुनुहुन्छ, आफ्नो यथास्थानमा आसन ग्रहणको लागि म अनुरोध गर्न चाहन्छु। त्यसै एकप्रकार शिक्षण प्रक्रिया प्रतिष्ठानका अध्यक्ष सुनिल पौडेलजी पनि पाउनु भएको छ, म उहाँलाई आफ्नो यथास्थानमा आसन ग्रहणको लागि म अनुरोध गर्न चाहन्छु। त्यसै गरी संस्था समाजका पूर्व अध्यक्ष एवं संरक्षक पवन आलोकजी पनि पाउनु भएको छ, म उहाँलाई पनि स्थानमा आएर आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। वेदना साहित्यिक पत्रिकाका प्रकाशक सुभाष श्रेष्ठजी यहाँ पाउनु भएको छ, उहाँलाई पनि आफ्नो यथास्थानमा आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अबको चरणमा हामी यी व्यक्तित्वहरू जसले हामी यो पारिजात स्मृति सभामा र पारिजात स्मृति केन्द्रले सम्मानितको रूपमा हामीले उहाँलाई आज यहाँ बोलाएर सम्मान गरेर गइरहेका छौँ। ती व्यक्तित्वहरूलाई सम्मान गर्नको लागि म हाम्रो कार्य समितिका सदस्य डाक्टर बिन्दु शर्माजीलाई यहाँ सहयोग गरिदिन, अथवा सीता दाहाललाई पनि उपाध्यक्ष सीता दाहालजीलाई पनि सहयोग गरिदिन हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। सबभन्दा पहिले केश प्रकाश श्रेष्ठ पारिजात बाल साहित्य सम्मान गर्न सम्मानित हुनुभएको छ, म उहाँलाई सम्मान गर्नको लागि पारिजात स्मृति केन्द्रका हाम्रा संरक्षक आदरणीय व्यक्ति सुकन्या वाइबाजीलाई उहाँलाई माला लगाएर र यो सम्मान पत्र प्रदान गरिदिनु हुनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। पारिजात स्मृति केन्द्र पारिजात मार्ग भेदी काठमाडौँ सम्मान पत्रमा लेखिएको एउटा म यहाँहरूको माझमा पढेर सुनाउन चाहन्छु। नेपाली बाल साहित्यका विभिन्न विधामा लेखन सम्पादन एवं अनुवाद गर्नुका साथै संस्थागत रूपमा समेत यहाँले पुर्याउनु भएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै पारिजात स्मृति दिवसमा अवसरमा तपाईँ प्रसिद्ध साहित्यकार तेज प्रकाश श्रेष्ठलाई पारिजात बाल साहित्य सम्मान 2081
प्रदान गरिएको छ र हामी तपाईँको सृजनशीलता सुस्वास्थ्य एवं समृद्धिको उत्तर प्रगतिका निम्ति हार्दिक शुभकामना प्रकट गर्दछौँ। अर्को व्यक्तित्व हुनुहुन्छ डाक्टर बिन्दा पाण्डे। उहाँलाई हाम्रो प्रमुख अतिथि उपकुलपति नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाबाट सम्मान पत्र प्रदान गर्नुको साथै माल्यार्पण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। म अर्को सम्मानित हुने व्यक्तिको नाम लिनेछु। उहाँ हुन्छ श्री बिना थिङ। उहाँलाई सम्मान गर्नुको लागि हाम्रा पूर्व अध्यक्ष डाक्टर महेश मास्केज्यूलाई यहाँ मञ्चमा आएर चेतना अभिवृद्धिमा पुर्याउनु भएको योगदानको प्रयोग गर्दै पारिजात स्मृति दिवसका अवसरमा तपाईँ साहित्यकार श्री बिना थिङलाई पारिजात सृजन सम्मान 2081 प्रदान गरिएको छ। हामी तपाईँको सृजनशीलता सुस्वास्थ्य एवं समृद्धिको उत्तरोत्तर प्रगतिको कामना शुभकामना प्रकट गर्दछौँ। अब हामी उत्तम गङ्गोलजीलाई सम्मान पत्र र सम्मान गर्दैछौँ र नेपाली र यसको लागि हाम्रो प्रमुख अतिथिज्यूलाई म हार्दिकतापूर्वक अनुरोध गर्न गइरहेको छु। नेपाली मूर्तिकला तथा चित्रकलाका क्षेत्रमा पुर्याउनु भएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै पारिजात स्मृति दिवसका अवसरमा सबै कलाकार श्री उत्तम गङ्गोललाई पारिजात कला सम्मान 2081 प्रदान गरिएको छ। हामी तपाईँको सृजनशीलता सुस्वास्थ्य एवं समृद्धिको उत्तरोत्तर प्रगतिका निम्ति हार्दिक शुभकामना प्रकट गर्दछौँ र उपकुलपति विमल निभा नेपाल प्रज्ञा प्रतिष्ठान र इन्दिरा गान्धी अध्यक्ष पारिजात स्मृति केन्द्र दिल सुन्दर श्रेष्ठ विद्यालक्ष्मी श्रेष्ठ जो सम्मान पारिजात कला सम्मानका संस्थापक दिल सुन्दर विद्यालक्ष्मी श्रेष्ठबाट स्थापित गर्दै आइरहेको छ। म अब सम्मानित हुने व्यक्तित्वहरूको बारेमा हाम्रा यो पारिजात स्मृति केन्द्रका अध्यक्ष पूर्व अध्यक्ष मातृका पोखरेलज्यूलाई केही सम्मानित हुने व्यक्तिको बारेमा केही कुराहरू राखिदिन हुनको लागि म हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। अध्यक्ष पारिजात स्मृति केन्द्रका अध्यक्ष आदरणीय इन्दिरा दाइज्यू, कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति सिद्धकविका आदरणीय विमल निभाज्यू, पारिजात स्मृति केन्द्रका संरक्षक र संस्थापक अध्यक्ष आदरणीय सुकन्या भाइज्यू, आज पुरस्कृत हुनुहुने पारिजात संरक्षक नारी सम्मानबाट पुरस्कृत हुनुहुने बिन्दा पाण्डेज्यू, पारिजात बाल साहित्य सम्मानबाट सम्मानित हुनुहुने आदरणीय प्रकाश श्रेष्ठज्यू, पारिजात सृजन सम्मानबाट सम्मानित हुनुहुने बिना थिङज्यू र पारिजात कला सम्मानबाट सम्मानित हुनुहुने उत्तम गङ्गोलज्यू, उपस्थित धेरै सम्मानित व्यक्तित्वहरू हुनुहुन्छ। सबैलाई नमस्कार। मलाई जिम्मेवारी आज सम्मानित हुने स्रष्टाहरूको बारेमा संरक्षितताहरूको बारेमा केही प्रकाश पार्नुभएको छ। तपाईँको हातमा एउटा पुस्तिका छ, चारैजनाको बारेमा लेखिएको परिचय विषयमा छ। त्यो भइसके पछाडि मलाई त धेरै सजिलो त भइहाल्यो। त्यही भएर आफ्नो भूमिका अलिकति फरक ढङ्गले प्रस्तुत गर्न उपयुक्त हुन्छ भन्ने लाग्यो। सर्वप्रथम म पारिजात सृजन सम्मानबाट सम्मानित हुनुहुने बिना थिङ, उहाँ एकजना प्रसिद्ध आख्यानकार हुनुहुन्छ, कवि हुनुहुन्छ। पहिले कुरो त अघि अलिकति कार्यक्रमको सञ्चालन गर्ने बेलामा महासचिव दिल सुन्दर श्रेष्ठले भन्नुभयो यो पुरस्कार हामीले 2051 सालदेखि नै पारिजात स्मृति केन्द्र स्थापना भएकै वर्षदेखि दिन थालेका हौँ र त्यति बेलादेखि नै यो पुरस्कारको सुरुमै
यो पुरस्कारको स्थापना गर्ने काममा कृष्णदेवी मास्केले यसको सबै जिम्मेवारी व्यवस्थापनको जिम्मेवारी लियो र अहिलेसम्म बिनाजी सबभन्दा पहिलो पुरस्कार त्यति बेला पुरस्कार भनेको हामीले प्रसिद्धलाई सम्मान भनेर नामाकरण गऱ्यौँ परिवर्तन गऱ्यौँ हुन त रमेश दाईको विशेष आग्रह छ त्यसमा हामी पुरस्कार होइन सम्मान भन्ने गरौँ यसमै यसको बोध छ भन्ने रमेश दाईको विशेष आग्रह थियो त्यस पछाडि हामीले यसलाई सम्मान भन्ने गऱ्यौँ र सबभन्दा पहिले 2051 सालमा कुन्ता शर्माले यो सम्मान पाउनु भएको थियो र अहिले 30औं प्रतिभा विद्यार्थी हुन्छ अतिथि लगायत सम्पूर्ण अतिथि र सम्मानित व्यक्तित्व र उपस्थितलाई सबैलाई हार्दिक नमस्कार। हामी इन्द्रणी सांस्कृतिक समाज कृति बोर्डले हाम्रो पारिजात दिदीको सम्झनामा बितिसक्नु भएपछि साहित्यकार खगेन्द्र सङ्ग्रहलाले लेख्नु भएको गीत हो। यसलाई सङ्गीत राई दाइले भन्नुभएको हो र यसलाई निरन्तर हामीले गीत सांस्कृतिक समाजले प्रत्येक वर्ष गीत गाएका छौँ र यस पटक पनि हामी प्रस्तुत गर्न गइरहेका छौँ। समयको पाबन्दीलाई ख्याल गर्ने 5 मिनटमा आज सम्मानित हुनु भएको र पारिजात दिदीको बारेमा आफ्ना विचारहरू यहाँ राखिदिनु हुनको लागि म उहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू हामी मासाजीज्यू सबैजनालाई नमस्कार। मञ्चमा आसेको सम्पूर्ण व्यक्तित्वमा नमन। मलाई बोल्नु कसो भन्छ थाहा थिएन। भागु खुट्टाको कुरा गर्नुभयो। म वास्तवमा यो अहिले यो जुन गीत मलाई गीत सङ्गीतलाई चाहिँ अलिक बढी नै छिटै नै अलिक छुन्छ। साहित्य चाहिँ अलिक लामो समय लिन्छ त्यसले त्यो मञ्चमा उपस्थित हुनुभएको र यो हलमा उपस्थित हुनुभएको सम्पूर्ण मानिसहरूलाई हार्दिक नमन व्यक्त गर्न चाहन्छु। सबभन्दा पहिला आज यो पारिजात स्मृति केन्द्रको तर्फबाट सम्मानित हुने जुन हाम्रो एउटा अवसर प्रदान गर्नुभयो त्यसप्रति विनायक मण्डल र यो सिङ्गो केन्द्रको परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अब हामीले सम्मानित हुने व्यक्तित्वमा अब केही शब्दहरू राखिदिनु हुनको लागि म तेज प्रकाश श्रेष्ठ पारिजात बाल साहित्य र सम्मान हुने व्यक्तित्वलाई आफ्नो विचार राखिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्कार। सर्वप्रथम त पारिजात दिदीप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र आज म पारिजातको नाममा स्थापित भएको बाल साहित्य पुरस्कार प्राप्त गरेकोमा गौरव त्यो पनि पारिजात दिदीकै बहिनी सुकन्या दिदीबाट हातबाट पाउँदा झनै गद्गद र आफ्ना मनका भावहरू केही राखिदिनुको लागि म हाम्रो पारिजात कला सम्मान र सम्मानित हुने व्यक्तित्व उत्तम दम्पतीलाई आफ्ना विचार राख्नु विनम्र अनुरोध गर्न चाहन्छु। आदरणीय सभाका सभापतिहरू, सर्वप्रथम
धन्यवाद नमस्कार सबैलाई यता सेवा प्राप्ति छु म यता जागरुकताले पुरस्कार पाउनु सायद गर्वको विषय हो मलाई गर्व लाग्यो साह्रै साझा पुरस्कार दिनु सबैमा अब चाहिँ मलाई के त च्यालेन्ज महसुस गर्ने आज पुरस्कार पाउनु आज फेरि आफै समस्याबाट आउनु भएका खाएर आउनु व्यक्तिको पुरस्कार पाउनु र त्यसलाई मैले अब भोलिका दिनमा कसरी समाजबाट लाने उनीहरूलाई एउटा च्यालेन्जको विषय थियो हुन्छ होला म त्यसलाई सकेसम्म निभाउने प्रयास गर्छु म आज दिनलाई हामी 46 सालको आन्दोलन म पाटनको बासिन्दा हिजो उहाँ कालिम्पोङ पाटनतिर बसेका र हामी दुईबाट हुर्केको भएर साहित्यबाट नजिकै छु साहित्यसँग उहाँको असमसँग नजिक छु उहाँको साहित्यमा हामी अलिअलि हेरेका छौँ तर कलामा उहाँको साहित्यलाई कसरी जोड्ने म पनि अलिक अन्यल बस्नु अब सायद आउनु पर्ने जस्तो लाग्छ किनकि उहाँको शिशिरको फुलहरूलाई उहाँले अरू साहित्यलाई कसरी कलामा अभिव्यक्त गराउनु म त्यसमा अध्ययन छु सायद मलाई च्यालेन्ज आएको छ त्यसलाई म त्यसका पुरस्कार समितिलाई धन्यवाद दिन चाहन्छु सानो पर्दा प्राचार्यलाई मैले बुझ्दा चाहिँ सायद म पनि माओवादी आन्दोलनमा लागेको मान्छे हिजो विराटसँग पनि हिँड्ने मान्छे अर्को क्याम्पसको लेक्चर एसिस्टेन्ट लेक्चरहरू जो पढेर होइन यतिले पुगेन अब देश हुनुपर्छ भनेर फ्रिल्यान्सर भएर हिँड्ने मान्छे म त्यो बिचमा म अन्तर्राष्ट्रियमा हिँडेको छु कलालाई कसरी अगाडि बढाउनु अहिले पर्दा दिनलाई बुझ्दा सबभन्दा ठुलो कुरा साहित्यकार व्यक्ति मात्र भएन उहाँ त्यसलाई आफू मात्र लिएर संरक्षित हुनुहुन्छ उहाँले माथि भने जस्तो कि व्यवहारिकमा लागू गर्ने भन्ने कुरामा सबभन्दा छोएको विषय त्यो लाग्छ मलाई आज दिनलाई बुझ्दा सायद उहाँ साहित्यकार मात्र हुँदा उहाँ संरक्षित एउटा नारी हो र उहाँलाई हामीले यसरी बुझ्दा मैले बुझ्दा चाहिँ सायद म के बुझेँ जस्तो लाग्छ मलाई त्यसकारण मैले पनि कलालाई यो सङ्घर्षमा कलालाई जस्तै तलबको साहित्य सङ्घर्षलाई सहभागी गर्ने कलालाई माइखाने दरिखाने वर्गलाई कसरी त्यसलाई रूपान्तरण गर्ने होला गर्न सके सायद 5000 पुरस्कारले मैले थामे जस्तो मलाई अनुभव हुन्छ होला त्यसकारण के भन्दै म आएर सबै समितिहरूलाई धन्यवाद दिँदै सबैलाई नमस्कार गर्दै धन्यवाद दिन धन्यवाद एउटा सानो स्पष्टीकरण दिन मन लाग्यो मलाई वास्तवमा म यहाँ उत्पत्तिको हिसाबले भन्दा एउटा कविको हिसाबले वास्तवमा म चाहिँ आफूलाई कवि पनि भन्न चाहन्छु 2 वर्षपछि भइसकेको कवि चाहिँ म सानो गरिरहेको आदरणीय सभाध्यक्ष पुरस्कृत व्यक्तित्वहरू अघि म देखिरहेको छु निवेदन हुनुहुन्छ लक्ष्मीजी राईजी कृष्णजी यहाँका सबै मेरा परिचितहरू त्यसरी सबैलाई म एक पुस्तकले सम्बोधन गरेर नमस्कार सर्वप्रथम त म यहाँ पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरूलाई बधाई दिन चाहन्छु सबै मेरा परिचितहरू अलिक विशेष परिचित मेरा मित्र देशप्रसाद हुन् मैले कुनै यो भेदभाव गरेर आएको होइन उहाँ मेरो मित्र भएको उहाँलाई विशेष बधाई धन्यवाद कवि हेमा निवाजीमा र म के कुरा स्मरण गर्न चाहन्छु भने हेमा निवाजी हामी सधैँभरि कविता लेख्ने कवि उहाँ सधैँभरि न्युरोडको वरिपरि कोट त्यहाँ वरिपरि हामी भेट्ने र कविता सुन्ने सुनाउने बिचको जीवनयात्रा आज यहाँसम्म उहाँले
लिएर आउनुभयो आज पनि हामीलाई कविता सुनाइदिनु भयो म अब यो कार्यक्रमलाई अन्त गरिदिनुको लागि सम्पूर्ण साथ धन्यवाद दिनुको लागि पनि म आदरणीय महिला स्मृति केन्द्रका अध्यक्ष इन्दिरा दवेज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो बाल साहित्य र सम्मानित हुने व्यक्तित्व तेज प्रकाश श्रेष्ठले यो पारिजात स्मृति केन्द्रको पुस्तकालयको लागि यी पुस्तक ल्याइदिनु भएको छ। त्यो पुस्तक हाम्रा अध्यक्षज्यूलाई हस्तान्तरण गरिदिन विनम्र अनुरोध गर्न चाहन्छु। बाल स्मृति केन्द्रका आदरणीय सुकन्या दिदी तथा हाम्रो विशिष्ट पाहुना हाम्रो विमल निवास सर अनि आज सम्मानित हुने बिन्दा पाण्डेज्यू तेज प्रकाश सर अनि उत्तम दमनजीलाई सबभन्दा पहिले आज सम्मानित हुनुभएकोमा धेरै धेरै बधाई दिन चाहन्छु। साथै आज पारिजात मिसलाई म चाहिँ मिस भन्छु, तपाईँको सबैको दिदी हो। पारिजात मिसलाई माया गरेर सम्झेर उहाँको कार्यक्रममा हाम्रो निम्तालाई स्वीकार गरेर आइदिनु भएकोमा यहाँहरू सबैलाई म हार्दिक धन्यवाद आभार प्रकट गर्न चाहन्छु। यहाँ कतिजना विभिन्न सङ्घ संस्थाका अध्यक्ष हुनुहुन्छ, सदस्य हुनुहुन्छ, सचिव हुनुहुन्छ, सबैले हाम्रो निम्ता स्वीकार र यो कार्यक्रमलाई गरिमामय पार्टीमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। पारिजात मिसपाले धेरै कुरा सुनिसक्नु भएको छ। अघि हिसिरा एमिटीले चाहिँ पारिजात मिसलाई चाहिँ याइभन्दा माथि राख्नु भएको छ। एक किसिमले त्यो राम्रो खुसी लाग्यो हो पनि है। अनि त्यसै गरी विमल निवास सरले भन्नुभयो उहाँ साहित्यको आमा भन्नुभयो, त्यसमा पनि एकदम खुसी लाग्छ। धेरै धेरै धन्यवाद सरलाई पनि। यहाँ सबैलाई पारिजात मिससँग आफ्नो नाता छ, आफ्नो उहाँहरूको अनुभव छ। मेरो चाहिँ पर्सनल नाता, मेरो चाहिँ पारिजात मिस किनभने म मदन मेरो स्कुलमा भर्ना हुन जाँदा एक दिनको मिस हो। त्यही भएर म सधैँ उहाँलाई मिस भन्छु। तपाईँहरूको सबैको दिदी मेरो चाहिँ मिस हो। तर त्यो आजको कार्यक्रममा यसरी बाधित भएर सबैले हाम्रो कार्यक्रमलाई सफल पारिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र यही नै आज कार्यक्रम सकियो भनेर घोषणा गर्छु।